फेरि पनि पार्ट 2 मिनी भ्लग लिएर आइसकेको छु। सबैजनाले माया गरिदिनु होला। मैले चाहिँ आज कुकिङ भिडियो ल्याएको छु। गाउँघरमै बनाएको अर्ग्यानिक कटहरको तरकारी लिएर आएको छु। मलाई चाहिँ खासै कटहरको तरकारी पनि बनाउन आउँदैन। फर्स्ट टाइम मैले कटहरको तरकारी बनाएको हो। हजुरहरूलाई कटहरको तरकारी कस्तो लाग्छ? मलाई चाहिँ मिठो नै लाग्छ। आफूले बनाएको त मिठो नै भइहाल्छ नि। हजुरहरूले कस्तो स्टाइलले पकाउनुहुन्छ? मैले चाहिँ यसरी नै पकाएको छु। मैले के पकाएको बिगारे पनि हजुरहरूले मेसेज गर्न सक्नुहुनेछ। मैले चाहिँ टिकटकमा हेरेर पकाएको हो। मलाई पनि खासै पकाउन आउँदैन। पकाउन नजानी पकाएको छु, तर एकदमै मिठो भएको थियो। हजुरहरूको गाउँमा धान रोप्छ कि रोप्दैन? हाम्रो गाउँमा चाहिँ धान पनि रोप्छ। अब चाहिँ धान रोप्ने सुरु पनि भयो। हाम्रोतिर चाहिँ धान रोपेको छैन, अरू गाउँतिर चाहिँ धान रोप्यो पनि सुनेको थियो। गाउँघरमा बसेपछि चाहिँ यतिको काम त गर्नु पर्यो साथी। गाउँघरमा आगो फुकेर कालो कराईमा तरकारी पकाउन एकदम मजा आउँछ। मलाई चाहिँ केही कुराहरू हाल्न मिस्टेक गर्यो भने हजुरहरूले मलाई भन्न सक्नुहुनेछ। मलाई चाहिँ केही कुराहरू पुगेन जस्तो लागेको थियो तरकारीमा चाहिँ। हेर्दा चाहिँ मैले साधारण सिम्पल तरकारी पकाएको छु। हजुरहरूसँग गफ गर्दा मेरो तरकारी पनि रेडी भइसक्यो। अब चाहिँ खाना खानु पर्ने हुनेछ। सो हजुरहरूले मलाई माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला। थ्याङ्क यू।